हेरौँ यो निकै नै डेन्जर जोनमा छ। अति नै सुन्दर गोल। हेलो गुड मर्निङ हजुर सबैलाई फेरि फेरि मेरो भ्लगमा स्वागत गर्दै। कहिले आयो दादा? अनि आज चाहिँ इन्डिपेन्डेन्स डेको लागि सबैजना घरमा जाँदैछ। अहिले म पनि जाँदैछु। अब चाहिँ यहीँनिर नानीहरूको मार्च पास्ट हुन आँटेको छ है, त्यहाँनिर जाँदैछु। गुड मर्निङ सर। बिहानै आउनुभयो सर? ए हजुर। जुन चाहिँ अहिले अपोनेन्ट टिमले तपाईँहरूलाई अस्ति इन्टरभ्यूमा हाम्रो जित निश्चित हो भनेर भनिसक्नु भएको छ होइन, र आज तपाईँहरूको प्रिपेरेसन कस्तो छ? तपाईहरुले प्रत्यक्ष देख्नु हुँदैछ लटरीको आधा कट्टा टिकट बक्समा राखिएको छ। हामी अरू बेला भन्दा आज अलिक फरक तरिकाले खेल्ने कोसिस गरेका छौँ। त्यो अनुसार हामी फर्स्ट हाफमै स्कोर जित्ने रिजल्ट जित्ने हिसाबले आज फुल एटाकिङ गेम All the best. Here comes CDF versus Hunter 7. जनगण मन अधिनायक जय हे भारत भाग्य विधाता। पंजाब सिंध गुजरात मराठा द्राविड उत्कल बंगा। पछाडि बसिदिने आग्रह गर्दछौं। मैदानको आउटर लाइनदेखि 2 फिट पछाडि बसिदिने विनम्र आग्रह गर्दछौं। आजको म्याच चाहिँ खतरा हुन्छ होइन? कस्तो हुन्छ म्याच? आगो ल दामी खेल्नु पऱ्यो। आज दामी हुने भयो म्याच। म्याच चाहिँ खतरा हुने भयो आज है। यहाँनिर कमन पाल्दैन भन्दैछ, पाल्दैनलाई पनि यहाँ आइरहेको छ पुरा। आमामा साङ्गे के हो आज? लजाउँदैछ त साङ्गे? श्रीमान निर्मल पूर्जा अनि टिम K2 एक्सपेक्टेसनमा उहाँहरूले निलो जर्सीमा रहेको डिडिएस नेपाल छ भने रेड जर्सीमा रहेको हन्टर 7 इलाम माझ अबको केही क्षणमा नै म्याच सम्पन्न हुन लागिरहेको छ। तपाईँहरू हुइसल सँगसँगै पहिलो फर्स्ट हाफको म्याच सुरु भइसकिसकेको छ। बल इलामको पक्षमा अहिले निकै नै लामो प्रहार। यहाँ बल राम्रो थियो, निकै नै डेन्जर बनाएको थियो अहिले यहाँनिर। वर्सेस हन्टर 7 इलाम माझ सम्पन्न भइरहेको निकै नै खतरा क्रस गरेको थियो यहाँनिर हन्टर 7 को लागि, र बल हन्टर 7 को पक्षमा। ओहो र दर्शकहरू चाहिँ यस्तो भरिभराउ छ, हेर्नुहोस् होला यहाँनिर यस्तो छ है। यहाँ माथि माथि पनि छ है दर्शकहरू यसरी। यहाँ हेर्नुहोस् होला एकदमै भरिभराउ छ, हेर्नुहोस् होला यहाँनिर। आज चाहिँ एकदमै ग्राउन्डमा क्यापेसिटी भन्दा पनि ज्यादा छ, हेर्नुहोस् होला यहाँ हेर्नुहोस् होला।
यहाँ मुनि पनि यत्तिकै छ है, हेर्नुहोस् है। आजको फुटबल म्याचको फाइनल अन्तिम चुडन्तको खेलको लागि आउनुभएका दर्शकहरू हेर्नुहोस्। र यहाँनिर निकै डेन्जर जोनमा यहाँ बिडिएस नेपाल लाइनले फ्री किक पाएको छ। हेरौँ यो गोल हुन्छ या सेफ। निकै नै डेन्जर जोनमा छ यो, हेरौँ। फेरि पनि यहाँ र आज यहाँनिर वेदरले पनि निकै राम्रो साथ दिइरहेको छ। यहाँ ओहो थियो यहाँनिर 107 को पक्षमा बल। 107 निकै डेन्जर जोन थियो यहाँनिर, बाफ्रे बाफ। र यहाँनिर आज यस खेल मैदानको च्याम्पियन्स को बन्ने हो यो हामीलाई अनुमान गर्नु निकै गाह्रो भइरहेको छ। अहिले दुवै दलले बराबरी एट्याकिङ भइरहेको छ। र हजुरहरूलाई फेरि पनि भन्नुपर्दा 2023 मा यस खेल मैदानको 107 च्याम्पियन बन्नुभएको थियो भने यस वर्ष पनि 107 च्याम्पियन हुन्छ या हारको सामना गर्नुपर्छ, यो हामीले अनुमान गर्न सकिरहेका छैनौँ। नेपाल लाइनको निकै नै राम्रो कोसिस थियो। फेरि पनि बल 107 को पक्षमा, यो निकै नै खतरा हुने सम्भावना छ। यहाँ क्रस, अति नै मिठो क्रस थियो यहाँनिर। बल लाइनमा थ्रो भइसकिसकेको छ। फेरि पनि बल डिडिएस को पक्षमा, यहाँ निकै नै ओहो 107 को यहाँनिर निकै नै डेन्जर जोन बनाएको छ। आउनु सक्छ यो। ओ बल बाहिरिएको छ। डिडिएस को पक्षमा बल निकै नै खतरा यहाँनिर। जर्सी नम्बर 3 इन। हेरौँ यो निकै नै डेन्जर जोनमा छ। अति नै सुन्दर गोल। निकै राम्रो गोल गरेको छ यहाँनिर। समर्थकहरू हेर्नुहोस् होला यहाँनिर। डिडिएस नेपालका समर्थकहरू हेर्नुहोस् होला यहाँनिर। Hunter 7 निकै नै राम्रो प्लेयर थियो यहाँ। मिस
मिसपास भइरहेको छ अहिले यहाँ डिडिएसको सरी हन्टर 7 को निकै नै डेन्जर थियो अहिले पनि यहाँनिर बाप रे मिठो क्रस भएको थियो र फर्स्ट हाफको म्याच अबसम्मको सकिसकेको छ खेलाको परिणाम यस प्रकार छ र अहिलेसम्मको परिणाम डिडिएस नेपाल मानेभञ्ज्याङ 1 छ भने हन्टर 0 हन्टर 7 0 अनि डिडिएस नेपाल 1 गोलले आफ्नो टिमलाई अग्रता दिलाइरहेको छ। यहाँ हेर्नुहोस् होला आज पनि मैदानमा यति डरलाग्दो भरि बराउ छ कि यहाँ हेर्नुहोस् आज यस खेल मैदानमा क्यापेसिटी भन्दा पनि ज्यादा दर्शकहरू हुनुहुन्छ। यहाँ हेर्नुहोस् होला आज माथि अनि माथि घरहरूतिर पनि छ यहाँनिर काउन्टरमा सम्पूर्ण राखिदिने अनुरोध गर्दछु प्लिज ग्राउन्डमा हिँडिदिने अनुरोध गर्दछु र म तपाईँहरूको अब कमेन्ट लिनेछु है। जित्छ कति फर्का अघि आइसक्नु भएको हो। यो गेम कुन ठाउँमा भएको हो सर? यो चाहिँ मानेभञ्ज्याङ भन्छ। यो चाहिँ जुन चाहिँ तपाईँलाई भन्नुपर्दा इन्डो नेपाल बोर्डर सन्दकपुर भन्ने जग्गाको मेन बेस क्याम्प छ त्यो मानेभञ्ज्याङ। अनि त्यहाँनिर चाहिँ हाम्रो यहाँनिर आज 15 अगस्तको एउटा अन्तिम चुडान्तको म्याच भइरहेको छ है। आज मौसमले साथ दिएछ अरे सोनम घली। हजुर 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 एकदमै आज वेदर राम्रो छ है। दाइ सुरु भएको दाइ सुसन भएकोमा लानु पर्यो अरे। सुसन भनेको मलाई याद भएन को होला, सायद हन्टर 7 को प्लेयर होला। अहिले त्यहाँ म एकदमै डरलाग्दो भिडभाड छ, म यहाँबाट जानु सक्दिनँ। म मुस्किलले यहाँ माथि आइरहेको छु लाइभ गर्नु ल है। ल है दुवै टिमलाई बेस्ट अफ लक अरे। तपाईँलाई मेरो लाइफमा जोडिनु भएको धेरै धेरै धन्यवाद है। बेस्ट अफ लक अरे। तपाईँलाई पनि धेरै धेरै धन्यवाद मेरो लाइफमा जोडिनु भएकोमा। बेस्ट अफ लक अरे दीपक छेत्री है। तपाईँलाई पनि बेस्ट अफ लक। इलाम र इलामलाई बेस्ट अफ लक भन्नु भइरहेको छ, तर इलामले अहिले भर्खरै 1 गोल खाइरहेको छ है। हल्का जुम गर्नु पर्यो है दाइ अरे। हजुर हजुर म अलिकति जुम गरेरै देखाउनेवाला छु है तपाईँलाई, किन भन्दाखेरि अलिकति तपाईँले राम्रोसँगले देख्नु सक्नुहुन्न है। हो यत्रो अरे। हजुर हजुर ठिकै छ, म गरिदिँदैछु। दामी अरे है लाक्पा शेर्पा। तपाईँलाई मेरो लाइभमा स्वागत छ। सबै ओके छ, हल्का जुम प्लिज अरे। हस् हस् फेरि म म्याच सुरु भएपछि म तपाईँलाई जुम गर्नेछु है। हल्का जुम गरिदिनु है अरे। हजुर हजुर हस् 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 अलिकति जुम सबैजनाले जुम गर्नु भन्नुभएको छ है। म गरिदिँदैछु है। अहिले यो गेम प्ले भइसकेपछि म तपाईँलाई एकदमै जुम गरेर राम्रोसँगले तपाईँ समक्ष पुर्याउने कोसिस गर्नेछु। र सेकेन्ड हाफको फर्स्ट टच इलाम हन्टर 7 ले र म्याच फेरि पनि स्टार्ट भइसकेको छ। यहाँ फेरि पनि विरामभार भएकोले गर्दा यहाँ लाइन्सम्यानलाई साह्रो परिरहेको छ। यसरी है म्याच हेर्नु साथसाथै उहाँको एउटा इन्जोय पनि भइरहेको छ। हेर्नुहोस् होला उहाँले एकदमै आफ्नो दुनियाँमा जिराख्नु भएको छ। हेर्नुहोस् होला र यहाँनिर हाम्रा भोलिन्टियर्स भाइहरूले उहाँलाई सहायता गरेर अलिकति माथि लैजाने प्रयास गरिरहेको छ र म्याच उहाँले गर्दा अलिकति यहाँ रोकिन पुगिरहेको छ अहिले है। र बल प्ले भइसकिसकेको छ। यहाँनिर हन्टर 7 को पक्षमा बल
हेरौँ अब यो सेकेन्ड हाफ पश्चात हन्टर 7ले के गर्ने हो। बाहिर थियो है? बाहिर थियो नि। यहाँनिर हन्टर 7 गोलकिपरले बल बाहिर पक्रेको छ। फेरि यहाँ डिडी निकै नै डेन्जर जोनमा फेरि पनि ओ सेफ। हन्टर 7 र यहाँनिर हेरौँ अब हन्टर 7ले एउटा सुनौलो मौका छ यहाँनिर हन्टर 7को। बाप्रे फेरि पनि डिडिएस नेपालले निकै नै डेन्जर बनाएको छ यहाँनिर। उठेर खेल्न गोली उठेर खेल गोली। म्याच स्टार्ट भएको अन्ततिर जस्तो लाग्दैछ मलाई। एडिसनल टाइम सायद कल हुन आँटिरहेको छ र हन्टर 7ले अहिलेसम्म कुनै पनि गोल गर्न सक्षम बनेको छैन। यहाँनिर फेरि पनि फ्री किक। फेरि पनि यहाँ हन्टर 7ले एउटा सुनौलो मौका छ। हेरौँ यहाँनिर नेपालको सेम जग्गादेखि अलिकति बाहिर हन्टर 7ले पनि पाएको छ। हेरौँ यो गोल गर्ने मौका हन्टर 7लाई ओभर इजी हाल्यो। यसरी नै हन्टर 7 गोलकिपर आज फेरि हन्टर 7 गोलकिपरले रेड पाएको छ यहाँनिर। यसरी नै यस खेल मैदानमा आर्मी 7 गोलकिपरले रेड कार्ड पाएको थियो भने आज हन्टर 7 गोलकिपरले पनि यहाँनिर रेड कार्ड पाएको छ। र आज यस खेल मैदानबाट हन्टर 7 हारको सामना गर्नुपर्ने निश्चित भएको छ। र आजको यस खेल मैदानबाट 2026 को उपाधि जित्ने डिडिएस नेपाल 100% कन्फर्म भइसकेको छ। यहाँनिर डिडिएस नेपाल यहाँ डिडिएस नेपालका समर्थकहरूले 100% भएर पनि यहाँ मजा लिइसक्नु भएको छ। हेर्नुहोस् ल आज हन्टर 7 इलामको यस खेल मैदानबाट हारको सामना गर्नु परिरहेको छ। यहाँनिर अन्तिम मिनट्समा फेरि पनि यहाँ डिडिएस नेपालले किपरको सानो मिस्टेकले गर्दा यहाँ फ्री किक पाइरहेको छ। हेर्नु यो गोल हुन्छ या सेफ हन्टर 7 गोलकिपर। यहाँ 2023 का यस खेल मैदान का
हन्टर 7 च्याम्पियन्स बन्नुभएको थियो भने यस वर्ष हन्टर 7 हारको स्वीकार गर्दै विजय बन्नु सक्षम बनेको छ डिडिएस मनोरञ्जन नेपाल। हेर्नुहोस् होला समर्थकहरू अब हामी हन्टर 7 यस वर्ष यस खेल मैदानबाट हारको सामना गरेर बाहिरिनु भएको छ। आजदेखि यस खेल मैदानबाट 15 अगस्तको यो अन्तिम चुडान्तको खेल सँगसँगै हाम्रो यस कार्यक्रमहरू पनि यही नै समाप्त भएको छ र यहाँहरू अब चाहिँ म पनि तपाईहरु समक्ष फेरि नेक्स्ट भिडियो लिएर आउनेछु है। तबसम्मको लागि बाइ बाइ एन्ड गुड नाइट। र यो हिजो इन्डिपेन्डेन्स डेमा विथड्र भएको लट्रीको नम्बर चाहिँ यस्तो छ है।